बाटो हेर्थ्यो आज अलिक ढिलो भयो कि हजुर पासा अलि साह्रो बोल्नु न सुन न ढकढक गरेर साह्रो हामी यता उता गाउँ जानु पर्ने हजुर अलिकति परदेशी हजुर आज चाहिँ यहाँ अलिकति ढोका खोज्नुहोस् हजुर हजुर यो बाटोमा भन्नु अप्ठ्यारो भित्र पसौँ कि भनेर नि हजुर त्यतै पसौँ कि भनेर गफ गरौँ भनेको लाग्यो बुढापाकाहरू पनि हुनुहुन्छ हजुर हामी त सधैँ हजुर सधैँ छौँ हजुर बुढापाकाहरूसँग आएको छौँ बालबच्चा केटाकेटी सबै पो छौँ हजुर 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 हामी मधेसबाट आएको हजुर हुनु त हजुर होइन हामी त राम्रै छौँ होइन आज त हजुर खोज्नुहोस् न जाडो साह्रो हजुर रहेछ हौ हजुर तपाईँहरूको